एउटा सानो गाउँमा एकजना निकै लोभी र कन्जुस स्वभावकी बुढी आमा बस्नुहुन्थ्यो। ती बुढी आमासँग घरमा खानेकुरा प्रशस्त भए पनि उहाँ कसैलाई एक दाना अन्न दिनुहुन्नथ्यो। एक साँझ जङ्गलको बाटो हुँदै यात्रा गरिरहेका एकजना चलाख बटुवा रात परेपछि त्यो गाउँमा आइपुगे। थकाइ र भोकले लखतरान भएका ती बटुवाले बास बस्नका लागि संयोगवश तिनै बुढी आमाको ढोका ढकढक्याए। बुढी आमाले कन्जुसाइ गर्दै आफ्नो घरमा खानेकुरा केही पनि छैन भन्दै बटुवालाई बास दिन अस्वीकार गर्नुभयो। चलाक बटुवाले बुढी आमाको लोभी बानी तुरुन्तै बुझे र उनले आफ्नो दिमागमा एउटा जुक्ति फुराए। बटुवाले हाँस्दै भने, आमा, मलाई हजुरको खाना चाहिँदैन, म त जादुई ढुङ्गाको भात पकाएर खान्छु। ढुङ्गाको पनि भात पाक्छ भन्ने सुनेर बुढी आमा निकै अचम्ममा पर्नुभयो र उनलाई बास बस्न दिन तयार हुनुभयो। बटुवाले आमाको भान्साको चोकमा बसेर आगो बाले र एउटा ठूलो भाँडोमा सफा पानी हालेर उमाल्न थाले। उनले बाहिर आँगनबाट दुईवटा सफा मसिना ढुङ्गाका टुक्राहरू खोजेर ल्याए र उम्लिरहेको पानीमा हालिदिए। बुढी आमाले छेउमा बसेर बडो उत्सुकता र कौतूहलताका साथ ढुङ्गा पाकिरहेको दृश्य नियाल्न थाल्नुभयो। बटुवाले डाडुले पानी चलाउँदै भने, ढुङ्गाको भात त पाक्दैछ, तर अलिकति नुन र बेसार भए अति मिठो हुन्थ्यो। ढुङ्गाको भात चाख्ने लोभमा बुढी आमाले तुरुन्तै भान्साको कुनाबाट नुन र बेसार ल्याएर बटुवालाई दिनुभयो। बटुवाले ती मसला पानीमा हाले र केही बेरपछि फेरि भने, आहा, यसमा अलिकति चामल हाल्न पाए कस्तो स्वादिलो हुन्थ्यो। बुढी आमाले आफ्नो भण्डारबाट अलिकति चामल पनि निकालेर निकै खुसी हुँदै बटुवाको हातमा थमाइदिनुभयो। चामल हालेपछि बटुवाले फेरि आमाको अनुहारमा हेर्दै भने, आमा, थोरै दाल र आलु पनि थप्ने हो कि? स्वादिलो ढुङ्गाको भात खाने आशमा बुढी आमाले फेरि भित्र गएर दाल र आलुका टुक्राहरू पनि बोकेर आउनुभयो। बटुवाले ती सबै सामान क्रमशः भाँडोमा हाल्दै गए र अन्त्यमा मधुरो स्वरमा थोरै घिउको माग गरे। बुढी आमा घिउ लिनका लागि हतार हतार भान्सा कोठाको भित्री कुनाको अँध्यारो कोठातर्फ लाग्नुभयो। बुढी आमा भित्र गएको मौका छोपेर बटुवाले भाँडोभित्र हात हालेर ती दुईवटा ढुङ्गाका टुक्राहरू सर्लक्क बाहिर निकाले। उनले ती ढुङ्गाहरूलाई बुढी आमाले नदेख्ने गरी भान्साको झ्यालबाट बाहिर जङ्गलतिर फ्याँकिदिए। सबै सामग्रीहरू पाकेपछि भाँडोमा ढुङ्गाको भात होइन, बरु एउटा सुगन्धित र तातो खिचडी तयार भयो। घिउ लिएर फर्किएकी बुढी आमा र चलाख बटुवाले दुईवटा दुना टपरीमा त्यो तातो खिचडी पस्किए। बुढी आमाले खिचडी खाँदै भन्नुभयो, ओहो, ढुङ्गाको भात त संसारकै सबैभन्दा स्वादिलो र मिठो पो हुने रहेछ। यसरी बटुवाको बुद्धिमानीले बुढी आमाको कन्जुस्याइलाई हरायो र दुवैजनाले पेटभरि स्वादिलो भोजन गरे।